लाग्यौँ हिँड्दै हिँड्दै जाँदैछौँ बस आज पाइएन नेपाल बन्द कारणले गर्दाखेरि ठप्प छ ठप्प जाँदैछौँ अनि हाम्रो फ्लोटहरू हुनुहुन्छ र चाहिँ हामीले छुट्टी मागेको छौँ आज हाम्रो ड्युटी छैन आज हामी घुम्नको लागि भनेर छुट्टी मागेको छौँ छुट्टी मिलाएर नभए चाहिँ आज हाम्रो ड्युटी छैन आज काम छैन भनौँ न है के हो यस्तो खतरा भयो भन्छ नि कतितिर के जाति पार सार भनेर भन्छ नि त्यो जान्छ सबै पनि होला त्यो बार हाम्रो अझ फेरि घरतिर चाहिँ कस्तो छ बार भनेको यस्तो सेक्ने यस्तो बार भनेको बार भन्छ अनि यहाँ चाहिँ त्यो नाच्ने गाउने त्यस्तो चाहिँ बार भन्दो रहेछ बार सरदारमा किनेर फेरि धेरै कार्ड त पुग्दैन नि बिर्सा थियो त्यस्तै छ ठाउँहरू आज अलिकति शून्य मान्छेहरू धेरै छैन बुढेश्वर पुग्न आँट्यौँ यहाँदेखि उता पर के भन्छ जडीबुटी भन्दो रहेछ तिनकुले भन्दो रहेछ अनि त्यसमा चाहिँ पर अब जडीबुटी निक्लिन्छ जडीबुटीदेखि कोटेश्वर ए अब पो जडीबुटी निस्किनु आँट्यौँ हामी चाहिँ अहिले चाहिँ जडीबुटी निस्किनु आँट्यौँ म त यहाँदेखि उता पर जस्तो लागिरहेको थियो दाइले भन्दाखेरि जडीबुटी यहीँनिर चाहिँ छ अरे नजिकै यहाँनिर जडीबुटी पुगेपछि मात्रै बुढेश्वर पुग्नुहुन्छ अलिक सुत्खाएर त पर नै होला भनेर कुराहरू थाहा हुन्छ मात्रै नयाँ नयाँ हो पुरानो भइसकेको फेरि म पनि सबै कब्जाहरू म पनि हेरिदिन्छु कहाँसम्म आएको थियो उहाँ के चाहिँ बल्ब थियो यहाँसम्म बल्ब छ गोल पनि सानो सानो छ त्यहाँसम्म चाहिँ आएको थियौँ हामीहरू आज हामी जानेछौँ पशुपति है त साथीहरू भिडियो के कस्तो छ है यो ठाउँको बारेमा पनि जान्नु होला त्यो तपाईँहरू अब साथीको सजिलो हुन्छ भिडियो सेयर गरिदिनु होला एकदमै है त साथीहरू अनि हाम्रो न्यू फ्यानहरू हुनुहुन्छ जयलिम्बू युट्युब फ्यामिलीमा जोडिनु होला हजुरहरूलाई स्वागत छ जयलिम्बू हजुरहरूलाई तर जस्तो जस्तोले अप्ठ्यारो लागिरहेको छ यो मजातिर चाहिँ क्यामेरा बोल्नु अलिकति लाज लागिरहेको छ त्यही भएर अलिकति यो फर्स्ट टाइम नै हुन्छ यो अब बजारतिर यस्तो यस्तो गर्दाखेरि बनाउँदाखेरि भ्लग बनाउँदाखेरि त्यही नै हो गाह्रो हुन्छ आइपुग्नु
पशुपतितिर गयौँ न काठमाडौँमा मेरो घर 2 तला भनेर मिलेन हजुर पौडी खेल्छ हो उनीहरू बस्ने ए पशुपतितिरै लाग्यो भने हुन्छ